नमस्ते, म सङ्गीता ढकाल चितवन लुगा दरबारबाट मैले प्रपरली तपाईको अनलाइन बिजनेस स्टार्ट गरेको चाहिँ मेरो 2 वर्ष पुरा भएको छ। हजुरहरूले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। मेरो चाहिँ अनलाइन स्टोर लुगा दरबार भन्ने पेज छ। हजुरहरूले सर्च गर्नुभयो भने टिकटक, इन्स्टा, फेसबुक जता पनि सर्च गर्नुभयो भने आउँछ। मेरोमा चाहिँ होलसेल रिटेल दुवै नै हुन्छ। यदि हजुरहरू नयाँ स्टार्ट गर्दै हुनुहुन्छ भने हजुरले मसँग होलसेलको लागि पनि सामानहरू मजाले नै पाउनुहुन्छ र रिटेलको लागि त सधैँ नै पाइराख्नुहुन्छ। मेरो चाहिँ स्टार्टिङ डेजबाट नै एनसेमा आबद्ध भएको हो। मैले जति भयो स्टार्ट गरेको त्यो म जोइन भएको पनि त्यति नै भयो। मेरो चाहिँ 2 वर्ष पुरा भएको छ नेपाल क्यानसँग जोइन भएको, आबद्ध भएको चाहिँ। सर्भिस चाहिँ एकदमै राम्रो छ, यति भरपर्दो, सुरक्षित हैन। तपाईको विभिन्न विकट ठाउँहरुमा पनि 3 दिनदेखि 4 दिनसम्ममा छिटो नै डेलिभरी हुने। त्यसपछि हरेक कुरामा है, अब मैले अहिले बोल्दै गर्दा कति कुराहरू मैले भन्न छुटाउँछु होला। तपाईको सीओडी को केसदेखि कस्टमर सेटिस्फाई सबै कुराहरू नै एकदमै ह्यापी छ र म पनि पर्सनली एकदमै नेपाल क्यानसँग जोडेर चाहिँ धेरै नै खुसी छु। लक्कीली मेरो चाहिँ स्टार्टिङ डेजबाट नै अर्डरहरू राम्रो नै भइरहेको छ। तपाईको नर्मली पनि थोरैमा चाहिँ 10-15 वटा भने धेरैमा तपाईको म्याक्सिमम 60-70 वटा त्यसरी अर्डरहरू गइरहेको छ। सुझाव छैन सर, एकदमै खुसी भएर नै कतिजना हामीलाई कुरियर चेन्ज गर्नुस्, अझै नेपाल क्यानले भन्दा पनि तपाईलाई बेटर सर्भिस दिन्छौँ भनेर कतिजना मेरो घरमै पनि आइराख्नु भएको हुन्छ। मलाई चाहिँ मेरो सुरुमा स्टार्टिङ डेजबाट नै जब मैले स्टार्ट गरेँ, अनलाइन स्टार्ट गरेँ, त्यहाँबाट नै नेपाल क्यानसँग जोइन भएको भएर चाहिँ तपाईको नेपाल क्यान भनिसकेपछि मलाई नेपाल क्यान भनेको चाहिँ मेरो आफ्नै नै हो है, मेरो आफ्नै ओन कम्पनी हो भनेर मलाई त्यति विश्वास छ। त्यस कारणले गर्दा मलाई चेन्ज गर्ने चाहिँ मैले सोचेको पनि छैन र त्यो मैले सुझाव दिनुपर्ने त्यस्तो चाहिँ केही पनि छैन सर अहिलेको लागि। अब भावी दिनमा कुनै सुझाव दिनुपर्ने भएछ भने त मैले हजुरहरूलाई भनि नै हाल्नेछु। फर्स्टमा मेरो चितवनको ब्रान्चको सर म्यामहरू सबैको हरेक बोलीदेखि लिएर उहाँहरूले हामीलाई गर्ने व्यवहार हैन, फर्स्टमा त्यो नै भयो। अनि सेकेन्ड पार्ट भनेको त अब सबै नै छ सर। तपाईको सीओडीदेखि लिएर हरेक कुरामा कस्टमर अहिले चाहिँ कस्तो छ भने कस्टमर हामीलाई भन्दा पनि धेरै कस्टमरलाई थाहा भइसकेको छ। कस्टमरहरूले हामीलाई नेपाल क्यानमै पठाइदिनुहोस् है, नेपाल क्यान भन्दा अरू त नेपाल क्यानले भयो भने घरसम्मै ल्याइदिनुहुन्छ, अरू कुरियर घरमा ल्याउनुहुन्न भनेर त्यति भन्नुहुन्छ। त्यस कारणले गर्दा म नेपाल क्यानसँग जोडि नै रहेको छु र आगामी दिनमा पनि जोडि नै रहनेछु। पर्सनली तपाईँ अब म चितवनबाट बोलिरहेको छु। मेरो चितवन अब तपाईँको यति धेरै अर्डर हुन्छ कि नर्मली भरतपुर 10 एरियामा पनि हामी पुऱ्याउन जानलाई पोसिबल हुँदैन हैन। नेपाल क्यान भइसकेपछि तपाईँ मैले सुरुमा पनि भनिहालेँ, विकट ठाउँमा त तपाईँको 2 दिनदेखि 3 दिनभित्रमा पुग्छ भने हाम्रो चितवनमा पनि उहाँहरू भएको भएर एकदमै सजिलो छ। हामी पर्सनली जान भ्याइँदैन। सरहरू अब राइडर बोयहरू सबैजना कम्पनी भएको भएर चाहिँ हामीलाई डेलिभर गर्न जान चाहिँ पर्सनली हामी जान पर्दैन, उहाँहरू जाने भएको भएर हामीलाई एकदमै सजिलो छ सर। कि मैले चाहिँ पहिला अब अनलाइन स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ मैले एउटा आइटी कलेजमा लाइब्रेरीमा काम गर्थेँ। मैले आफ्टर बेबी चाहिँ त्यहाँ जान सम्भव भएन। त्यस कारणले गर्दा मैले अनलाइन बिजनेस स्टार्ट गरेँ। अनि हजुरहरू पनि अनलाइन बिजनेस गर्दै हुनुहुन्छ। कतिजना मेरो पनि बाहिरको प्रोसेस गरेर नभएर मैले फेरि यो अनलाइन बिजनेस स्टार्ट गरेको हो। एकदमै राम्रो छ, यसको फ्युचर एकदमै राम्रो छ। आजको भोलि नै चाहिँ हुँदैन, तपाईँहरूले दुःख गर्न पर्यो, टाइम लाग्छ, हुन्छ पछि हुन्छ भनेर चाहिँ टाइम चाहिँ कुर्नु पर्यो। एकदमै राम्रो छ फ्युचर र हजुरहरू नेपाल क्यानसँग जोडिनु भयो भने त झनै धेरै फ्युचर एकदमै ब्राइट छ।